विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवपरिवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको हो? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि, खै भेटेको? यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नववर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु ल। यो कुरा खर्च थप्नु पर्दैन। अहिले हामीले भनेको कुरा के हो भने कमसे कम 7,000 माध्यमिक विद्यालयहरू छन्, 7,000 टिचर नथपे पनि 1,500-2,000 थपौँ। र मान्य सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ हेर्नु। अब कुरा के हो भन्दाखेरि थपौँ भन्दाखेरि अनि त्यो चाहिँ थपेर उसमा के अरे खास गरी सहरी क्षेत्रहरूमा त सबै प्रायः जसो विद्यालयहरूमा कम्प्युटर पढाइ हुन्छ। गाउँमा पढाइ भएको छैन, त्यहाँ पुर्याउँ भन्दाखेरि पनि अहिले अगाडि बढाएको छैन। त्यो अगाडि बढोस् भन्ने चाहन्छु। नवप्रवर्तन कोषको जुन अध्यादेश छ त्यो अध्यादेश आएको छैन, त्यो अध्यादेश पनि आओस् भन्ने चाहन्छु। र प्रमुख कुरा चाहिँ के हो त भन्दाखेरि 1%, मैले खोजेको त जिडिपीको 1% बजेट रिसर्च इनोभेसनमा छुट्याइयोस् भन्ने हो। जिडिपीको नसक्ने भनिसकेपछि यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। त्यो चाहिँ आओस्, हेर्नुहोस्। यो कुरा मैले अहिले नै जानकारी दिएँ। र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि जुन नीति तथा के अरे कार्यक्रम छ त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। तपाईँहरूले हेर्नुहोस् त्यो 46 कतिवटा छ त्यहाँ, कति पानाको, त्यहाँ चाहिँ विज्ञान भन्ने शब्द छँदै छैनन्। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवपरिवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको हो? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि, खै भेटेको? यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नववर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु ल। यो कुरा त्यस कारणले यो प्राधिकरणबाट यो विज्ञान प्रविधि तथा अनुसन्धानको विकास गर्ने कुरा नसोचियोस्, मन्त्रालय नै चाहियो। मन्त्री चाहिँ एकदम जान्ने, त्यो विषयको धुरन्धर को छ छानेर ल्याउँ। अनि त्यो मन्त्रालयमा सचिव जुन छ प्रशासनिक तहबाट होइन, विशेष सचिव, विशेष सहसचिव, विशेष कर्मचारी, त्यो क्षेत्रकोलाई मात्रै राखेर त्यो मन्त्रालय चलाउँ। नेपाल चाहिँ एकदमै 10-15 वर्षमा पुग्छ। तपाईँहरूको सरकारले अहिले जो कल्पना गर्नुभएको छ त्यो हुन्छ। भएन भने 10 वर्ष त चलाउला राष्ट्रपाले, त्यसपछि फेरि अहिलेको जस्तो कुनै आन्दोलन हुन्छ अनि जान्छ। किनभने अर्थतन्त्र बन्दैन, विज्ञान प्रविधि नभइकन अर्थतन्त्र बन्दैन। बनाएर देखाउनु हुन्छ भन्ने कुरा पनि म विश्वास गर्दैन। संसारमा कसैले पनि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तनलाई प्रयोग नगरिकन अर्थतन्त्र बनाएकै छैन। संसारमा नभएको कुरा नेपालमा बन्छ। धन्यवाद। ल महावीर पुन सरले भन्नुभएको कुरा चाहिँ मलाई चाहिँ एकदम ठिक लाग्यो। विज्ञान प्रविधि मन्त्रालय चाहिँ छुट्टै बनाउनुपर्छ भन्ने यो सही कुरा हो। नेपाललाई अगाडि बढाउनुपर्छ भन्ने महावीर पुन सरको ट्रिकमा चल्नुपर्छ। यो पनि धेरै राम्रो कुरा हो। विज्ञान प्रविधि सबै नभइकन कुनै देश अगाडि बढ्दैन। मलाई चाहिँ ठिक लाग्यो है साथी हो।
तपाईँहरूलाई कस्तो लाग्यो महावीर पुन सरको कुरा? मलाई चाहिँ एकदम बेस्ट लाग्यो। महावीर पुन सरको कुरामा पनि ध्यान दिनुपर्छ है सरकारले चाहिँ।